ओए जस केटाहरूले चाहिँ नचाहिरहन् अघि बाटो लिएर आएको कति हरामी नि केटाहरू यार कसले हो अफरेड राइडर केटाहरूले कुनै कुलै हालिदियो कि मेरो युट्युबमा आउँछ हेरे है राइड गरेको उठाउन आउनु लाम भन क्या खेल्दैछ छैन छैन हिँडिन् मै झन्डै लडेँ हाल्दे हाल्दे सरकारी यो डिस्प्युटर गइसक्यो बाहिर छन् कि उचालेर रे उचालेर उचालेर उचाल 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 हल्के हाल टायरबाट टार्न भाइ टायरबाट उचालेर टार्न टायरबाट उचाल्नु पछाडि उचालिदियो
झरम र ब्रेक नलाएर झार्नु गाडी हिल्यो दसैँ बोरो गाउँ मेला गाउँ मेला हेर्न आएको आज दुला मान्छेले यस्तो राइड हानिरह नि अब चाहिँ चिप लिन्छ होला राइडरहरूमा अफरोड राइडर हाल्यो 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 अघि यस्तरी गएको कति साह्रो मेकअप गरेर रहेछन् हो यो नानीले त ल चिन्जान रहेछ टेटा टेला हेर यस्तरी नाचिरह हिँड भाइ हिँड्नु झर 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 भाइ झर भाइ सेपमा आउने ले राइडरले लियो ब्रेक किन टाइट नगरेको टाइट गर्न मिल्छ है ए बिना ब्रेकको यस्तो हिँडोमा झारिरह भाइले मान्छे हिँड्न यति गाह्रो भइरह अब सोच्नुहोस् गाडी हिँड्दा कस्तो भयो होला यस्तो हिलो छ बाटो ए बाटो हिँड्न नजानेर हामी आउनु पर्छ हेर्नुहोस् त्यस कति डेन्जर छ बाटो तपाईँ देख्नु सक्नुहुन्छ मानिस हेर्दा पल्टेको वान मिस ज्ञान दिनुहोस् आयो 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 अमेरिका होइन र गाउँमा मेलै छैन किन जानुहुन्छ मेला भ्याइयो भालुपट्टि झरम हो अमेरिकामा बाटो यस्तै हो
अमेरिकाको नेपालमा के हो त्यही हो खुट्टा छोटा भएको मैले भन्दा अगाडि फाल्नुहुन्छ म त खसेँ भयो कस्तो ठिक छ बाटो जे होस् झार है त्यो त पछि बसेर मलाई हिलै बनाउनु भयो गाडी मेरो अमेरिका होइन र अमेरिका होइन र मेला छैन हो गाउँमा मेला भ्याइयो नानीहरू बल्ल उकाल्ला खाने बलो गयो क्या सुन्नेलाई आएर नयाँ डुलालाई यसरी लिएर आएर गाउँमा मेला हेर्नलाई यहाँ छ गिर्गिलीको झरिदिउँ र म दुःख पानी अगाडि गरिदिउँ ल हेलमेट डिस्टर्ब गर र यो झर्यो भाले गाडी ल फाइनल्ली हामी आयो है म झर्यो ल खुट्टा पखाल्ने भयो त्यहाँ गएर पखाल्ने